गाइस अहिले बज्दैछ रातिको 8 र अहिले चाहिँ म जान लागेको घरकोदेखि पाटन जान्छु। पाटन चाहिँ किन जान लागेको भनेपछि भोलि हाम्रो वहाँ ट्रेनिङ छ। सो टी सर्टहरू कतिलाई केही थिएन, एउटा दुईवटा आउँदै थियो, त्यो 4 भगवान त्यही भएर टी सर्ट किन्न जान लाग्यो एक्लै। नो वान इज विथ मी भन्छ नि, एक्लै हो जान लाग्यो, कोही पनि छैनन्। र यस्तै जिन्दगी एक्लै हुन्छ। अब जिन्दगी भनेपछि 12 पछि नै बुझिन्छ भनेको सही हो। आइएम रियलाइजिङ द्याट वर्ड। र जान्छु अब एकछिन हेर्छु, सशक्त टिकट खोज्नु पर्यो, धेरै महँगो चाहिँ अफोर्ड गर्न सकिँदैन। हेर ठिकठाकै हो है त। सो गाइज माथिको त लाइट टम्किला मिस्ट कलेज हो। यो कलेजमा मैले 11-12 चाहिँ पढेको। भर्खर यहाँ हामी घरको पनि पुगेन, घरको आधा ठ्याक्कैमा बालुको मैले घरको बिचमा अब जान्छ। सो गाइज अहिले चाहिँ म यहाँ टी सर्ट किनिसकेँ, उहाँ झिल्लीमा हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ म यता एकछिन पाटनमा मस्त आरामले बसिरहेको हुन्छु, किनभने एकजना भाइ आउनु लागेको हुन्छ यहाँ। सो गाइज अहिले हामी साइड आएको यहाँ, साइड र मैले सामान किनेको 1500 2000 रुपियाँ चुना लागिसक्यो। र अब हामी घरतिर जान लागेको, ठ्याक्क पाटन दरबारतिर हुँदै पाटनबाट भित्र छिर्छ गली बाटो जाने अब रुम, त्यसपछि सुत्ने अब काम छैन।